लिपुलेक कालापानी विवाद सत्य के हो? नेपाल, भारत र चीनबीचको विवाद लिपुलेक कालापानी लिम्पियाधुरा क्षेत्रसँग सम्बन्धित छ। मुख्य कुरा के हो? सुगौली सन्धि अनुसार काली नदी नेपालको पश्चिम सिमाना हो। तर विवाद यही छ, काली नदी कहाँबाट सुरु हुन्छ? नेपालको दाबी काली नदी लिम्पियाधुराबाट सुरु हुन्छ। त्यसैले कालापानी र लिपुलेक नेपालकै हो। भारतको दाबी काली नदी कालापानी नजिकबाट सुरु हुन्छ। त्यसैले त्यो क्षेत्र भारतको हो। तथ्य के भन्छ? इतिहास र पुराना नक्सा अनुसार नेपालको दाबी बलियो। तर जमिनमा अहिले भारतको नियन्त्रण छ। किन महत्त्वपूर्ण छ? रणनीतिक सैन्य महत्त्व। चीनसँग व्यापार मार्ग लिपुलेक पास। राष्ट्रिय स्वाभिमान। समाधान के हुन सक्छ? वार्ता र कूटनीति। संयुक्त प्रयोग। शान्तिपूर्ण समाधान मात्र दिगो हुन्छ। अन्तिम सन्देश। भावनाले होइन, तथ्य र बुद्धिले देश बलियो हुन्छ। शेयर गरौँ, सही जानकारी फैलाऊ अनि फलो, कमेन्ट पनि गरौँ।